आज हामी जुन मोबाइल चलाइरहेका छौँ, जुन सोलर प्यानलको कुरा गरिरहेका छौँ, जुन इलेक्ट्रिक कारको फ्युचर देखिरहेका छौँ, यी सबैको पछाडि एउटा यस्तो धातु छ जसको बारेमा धेरैले सोच्दैन। त्यो न सुन हो न बिटकोइन हो, त्यो हो सिल्भर। सिल्भर चुपचाप हुन्छ तर अहिले संसार चलाइरहेको छ। आजको यो भिडियोमा म सिल्भर कहाँबाट आयो, किन संसारभर यति जरुरी बन्यो, आज किन यसको डिमान्ड एक्कासी बढिरहेको छ र नेपालमा यसले हामीलाई कसरी असर गर्छ अनि अन्त्यमा इन्भेस्टमेन्टको हिसाबले बुझ्न लायक छ भन्ने बारेमा बुझौँ एकपटक है। सोच्नुहोस् त, मानिसले सिल्भर प्रयोग गर्न कहिलेबाट सुरु गर्यो? इतिहास हेर्दा करिब 4500 वर्ष अघि नै मानिसले सिल्भर चिन्न थालेको पाइन्छ। सबैभन्दा पहिले टर्कीतिर, ग्रिसतिर, मेसोपोटामियातिर प्रयोग हुन थाल्यो। रोमन इम्पायरको बेलामा त सिल्भर झन् पावरफुल भयो। त्यति बेला डेनारियस भनेर सिल्भर कोइन चल्थ्यो। सैनिकलाई तलब नै सिल्भरमा दिन्थ्यो। रोचक कुरा के छ भने आज हामीले प्रयोग गर्ने स्यालेरी भन्ने शब्द पनि सिल्भर वा साल्टबाट आएको भन्ने मान्यता छ। यसले के देखाउँछ भने सिल्भर सुरुदेखि नै भ्यालु स्टोर थियो। अब अर्को कुरा बुझौँ, किन सिल्भर संसारको पैसा जस्तो बन्यो? किनकि सुन महँगो थियो, साना साना कारोबार गर्न गाह्रो, तर सिल्भर सस्तो, बोक्न सजिलो, साट्न सजिलो। चीनमा मिङ राजवंशको बेला ट्याक्स तिर्ने माध्यम नै सिल्भर थियो। युरोपबाट चाइनासम्म, अमेरिकाबाट एसियासम्म पुरै वर्ल्ड ट्रेड सिल्भरमै चल्थ्यो। त्यसैले धेरै हिस्टोरियनहरू भन्छन् सिल्भर संसारको पहिलो ग्लोबल करेन्सी हो। तर आज सिल्भर कोइन मात्र होइन, आज सिल्भर हामीले युज गर्ने मोबाइलभित्र, कम्प्युटरभित्र, एआई सर्भरभित्र, इलेक्ट्रिक कारभित्र, सोलर प्यानलभित्र, हस्पिटलका इन्स्ट्रुमेन्ट्समा, वाटर प्युरिफिकेसनमा, डिफेन्स र एरोस्पेसमा आज संसारमा प्रयोग हुने सिल्भर करिब 50 देखि 55% त इन्डस्ट्रीले मात्र खान्छ। सोलर सेक्टरले मात्रै करिब 10 देखि 12% सिल्भर प्रयोग खान्छ। किनकि सिल्भर संसारकै सबैभन्दा राम्रो कन्डक्टर हो, बिजुली छिटो बल्छ अनि यसको एन्टिब्याक्टेरियल पावर पनि छ। अब प्रश्न आउँछ, यति धेरै सिल्भर कहाँबाट आउँछ? विश्वमा सबैभन्दा धेरै सिल्भर उत्पादन कुन देशले गर्छ? सबैभन्दा धेरै सिल्भर उत्पादन गर्ने देश मेक्सिको हो। यो देशले ग्लोबल सिल्भरको लगभग 24% अर्थात् 24% भाग उत्पादन गर्छ, जुन विश्वकै सबैभन्दा ठुलो हिसाब। धेरै सिल्भर उत्पादक देशमा डेटा अनुसार मेक्सिको विश्वको नम्बर 1 प्रोड्युसर, दोस्रोमा चाहिँ चाइना, अनि त्यसै गरी तेस्रोमा चिले, चौथोमा बोलिभिया, पाँचौँमा त्यस्तै पोल्यान्ड, रसिया, अस्ट्रेलिया, युएसए, अर्जेन्टिना आदि पनि प्रमुख उत्पादनका साथी देश हुन्। मेक्सिको इज द लार्जेस्ट सिल्भर प्रोड्युसर इन द वर्ल्ड। चाइना र पेरू क्रमशः दोस्रो र तेस्रो स्थानमा छ। मेक्सिकोले मात्रै वर्षमा करिब 5500 टनभन्दा बढी सिल्भर निकाल्छ। तर यहाँ एउटा खतरनाक कुरा छ, संसारको 70% भन्दा बढी सिल्भर माइनिङ प्राइमरी सिल्भर माइनिङबाट होइन। मेजोरिटी यो बाई प्रोडक्ट कपर, जिङ्क, लेड आदिबाट माइनिङ हुन्छ। भनेको यो डाइरेक्ट सिल्भर चाहिँ निकाल्न सकिँदैन, यसलाई चाहिँ माइनिङ गरेर यो बाई प्रोडक्ट हो कपर, लेड, जिङ्क आदिको माइनिङबाट इन्सिडेन्टल रूपमा निकालिन्छ। यो कपर, जिङ्क, लेड निकाल्दा साइड प्रोडक्टको रूपमा आउँछ। मतलब सिल्भरको डिमान्ड बढ्यो भन्दैमा सप्लाई तुरुन्त बढाउन सकिँदैन। अब सप्लाईको अर्को पाटो सिल्भर 2 ठाउँबाट आउँछ, एउटा माइनिङ, दोस्रो रिसाइक्लिङ। पुराना इलेक्ट्रोनिक्स अनि गरगहनाहरूबाट तर रिसाइक्लिङ पर्याप्त छैन। नयाँ माइन खोल्न 10 देखि 15 वर्ष लाग्छ। त्यसैले अहिले के भइरहेको छ भने डिमान्ड बढ्दैछ, सप्लाई लगभग उस्तै छ। यसलाई भन्छ लङ टर्म डेफिसिट। मतलब कि अहिले बजारमा सिल्भर चाहिँ धेरै छ, तर भविष्यमा यसको डिमान्ड सप्लाईभन्दा बढी हुने सम्भावना छ। मतलब दीर्घकालीन रूपमा सिल्भर कम पर्ने स्थिति आउँछ। अब डिमान्ड किन यति बढ्दैछ? पहिलो कारण ग्रिन इनर्जी। आज संसार सोलर बिना चल्न सक्दैन। एउटा सोलर प्यानलमा करिब 20 ग्राम सिल्भर युज हुन्छ। दोस्रो कारण इलेक्ट्रिक भेहिकल। इभीमा पेट्रोल कारभन्दा 2 देखि 3 गुणा बढी सिल्भर लाग्छ। तेस्रो भनेको टेक्नोलोजी अनि एआई, 5G डेटा सेन्टर अटोमेसन। सिल्भर इन्स्टिट्युटका अनुसार त 2030 सम्म सिल्भरको डिमान्ड इतिहासकै हाइएस्ट लेभलमा पुग्न सक्छ। अब नेपालतिर आउँ। नेपाल सिल्भर प्रोड्युसर होइन। हामी सिल्भर ल्याउँछौँ इन्डियाबाट र इन्टरनेसनल मार्केटबाट। यहाँ सिल्भर प्रयोग हुन्छ गहनामा, धार्मिक काममा, अहिले बिस्तारै इन्भेस्टमेन्टमा पनि। इन्टरनेसनल प्राइस बढ्यो भने नेपालमा झन् चर्को असर पर्छ। हामी मिडल क्लासले त झन् सबैभन्दा पहिले महँगो महसुस गर्छौँ। अब अन्तिम कुरा, इन्भेस्टमेन्ट वर्ल्डमा सिल्भरलाई हेरिन्छ इन्फ्लेसनबाट बस्ने एसेट, सस्तो हार्ड एसेट अनि भोलाटाइल। मतलब रिस्क पनि रिवार्ड पनि। नेपालमा गोल्डभन्दा सस्तो कोइन बार किन्न सजिलो, लङ टर्म वेल्थ बचाउन काम लाग्ने। तर याद राख्नुहोस्, सर्ट टर्ममा प्राइस धेरै उफ्रिन्छ, धेरै झर्छ।
इमोसनमा इन्भेस्ट गर्यो भने फस्न पनि सकिन्छ है। अब अन्त्यमा म एउटा कुरा मात्र भन्न चाहन्छु, सिल्भर न ग्ल्यामरस एसेट हो, न सोसल मिडियामा हाइप हुने चिज, तर इतिहासले यसलाई ट्रस्ट गरेको छ। टेक्नोलोजीले यसको डिमान्ड बढाइरहेको छ, फ्युचरमा धेरै युज हुनेवाला छ। संसार इलेक्ट्रिक हुँदैछ, सिल्भर अनिवार्य हुँदैछ। अब इन्भेस्टमेन्ट गर्ने नगर्ने आफ्नो रिसर्चले मात्र गर्नु होला। आज इन्भेस्ट गर्नुपर्छ भन्ने छैन, भोलिको दिन कसैले देखेको छैन। जे गर्नुहुन्छ आफ्नो रिस्कमा आफ्नो क्यापेसिटी अनुसार गर्नु होला। हस्त धन्यवाद। भन्न मन लागेका कुराहरू कमेन्टमा भन्नु होला। त्यतिन्जेललाई बाई बाई, टेक केयर, सबैको भलो।